Hi guys, welcome to Pugupattu Videos. म हुँ प्रतीक। म हुँ सृष्टि। हामी दुवैजना अहिले काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टमा एमबिए पढ्दैछौँ र आजको भिडियोमा चाहिँ हजुरहरूलाई काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टको एमबिए इन्ट्रान्स टेस्ट केयु म्याटमा चाहिँ कसरी प्रिपेयर गर्ने, कस्तो कस्तो क्वेसनहरू आउँछन्, हाम्रो आफ्नो एक्सपिरियन्स कस्तो थियो र वाट आर द थिङ्स टु बी माइन्डफुल फर वाइल गिभिङ द एक्जामिनेसन भन्ने कुरा गर्नेछौँ। ठिक छ है? केयु म्याटको टेस्टको लागि प्रिपेरेसन गराउनको लागि केही इन्स्टिट्युट्सहरू छन्, तर हामीले चाहिँ सेल्फ स्टडी गरेर नै एक्जाम अटेन्ड गरेका थियौँ। हामीले चाहिँ जिआरई र जिम्याटको बुकलाई नै बुकलाई नै प्रिपेरेसन बुक जसरी लियो र त्यसबाट नै प्र्याक्टिस गऱ्यौँ हामीले चाहिँ। र केयु म्याटको एक्जामिनेसनको कुरा गर्दाखेरि चाहिँ एक्जाम चाहिँ 2 घन्टाको हुन्छ र एक घन्टा इङ्ग्लिस र म्याथ्स गरेर एक घन्टा हुन्छ र हरेक सब्जेक्टमा चाहिँ 30-30वटा क्वेसन्स हुन्छ। अनि हजुरहरूले फर्स्ट हाफमा चाहिँ लेट्स से म्याथको क्वेसन पाउनुभयो भने त्यो 1 आवरभित्र चाहिँ हजुरहरूले म्याथको क्वेसन सकाएर अनि 1 घन्टा पुगेपछि मात्रै चाहिँ इङ्ग्लिसको क्वेसन पाइन्छ। 1 घन्टाभन्दा अगाडि हजुरहरूले म्याथको सबै क्वेसन सल्भ गरिसक्नुभयो, लेट्स से 30 मिनट्समै सक्नुभयो भने पनि त्यो 30 मिनट्समै इङ्ग्लिसको पाएर 1 आवर 30 मिनट्स चाहिँ इङ्ग्लिसको लागि पाइने भन्ने हुँदैन। 1 आवर मार्क पुगेपछि मात्र बल्ल इङ्ग्लिसको लागि पाइन्छ भनेपछि अगाडिको लागि टाइम सेभ गरेर अर्को सब्जेक्टमा म बढी युटिलाइज गर्छु भन्ने चाहिँ स्कोप हुँदैन। अनि लुकिङ एट द ट्रेन्ड लगभग हजुरहरूको 200 जना जस्तोले चाहिँ अप्लाई गर्नुहुन्छ कुसुममा एडमिसनको लागि। त्यसमा चाहिँ 160 to 180 पिपल अपियर फर द केयुम्याट इन्ट्रेन्स एक्जाम्स। अनि त्यसमा चाहिँ के हुन्छ भन्दा केयुम्याटकै बेसिसमा त्यो एमसिक्युज जुन टेस्ट हामीले दियौँ त्यसको बेसिसमा चाहिँ 70 पिपल विल बी कल्ड फर इन्टरभ्युज। तर यो नबुझ्नु कि पहिलाको अब 70 जना चाहिँ अब सोल्ली इन्टरभ्यूबाट नै सेलेक्ट हुन्छन्। टोटल 35 जना सेलेक्ट हुन्छन् एउटा ब्याचमा। हो 70 जना 70 जनाबाट नै चाहिँ हजुरको 35 जना 35 पिपल विल बी सेलेक्टेड भनेर चाहिँ जो सोल्ली अन द बेसिस अफ इन्टरभ्यू चाहिँ हुँदैन। पहिलाको केयु म्याट पनि को मार्क्स पनि के हुन्छ भन्दाखेरि पछि एड हुन्छ। केयु म्याटको मार्क्स भयो, त्यसमा चाहिँ इन्टरभ्यूको मार्क्स एड हुन्छ। त्यसमा चाहिँ हजुरहरूको पास्ट एकाडेमिक पर्फर्मेन्सेस जस्तै ब्याचलर्सको भयो, अनि त्यसपछि +2 को भयो हैन, अनि 10 को पनि हल्का वेटेज हुन्छ। त्यो गरेर चाहिँ हजुरहरूको फाइनल एग्रिगेट स्कोर निस्किन्छ। अनि हो यो मेरिट स्कोरको बेसिसमा चाहिँ एडमिसन हुने भन्ने हुन्छ। 35 जनाको चाहिँ एडमिसन लिस्ट नै हुने भयो। त्यसपछि बाँकी चाहिँ 10 जना जस्तोको चाहिँ वेटिङमा नाम निस्किन्छ। अनि व्हाट एल्स वुड यु लाइक टु एड? अनि यदि हजुरहरू इन्स्टिट्युटबाट नै प्रिपेयर गर्दै हुनुहुन्छ भने त इन्स्टिट्युटले मटेरियल्स प्रोभाइड गरिहाल्नुहुन्छ। तर यदि हामी जसरी नै घरमै बसेर प्रिपेयर गर्दै हुनुहुन्छ भने चाहिँ जिआरई र जिम्याटबाट चाहिँ सेट छ भने सेट प्र्याक्टिस गर्नु, नभए चाहिँ आफैले नै 25 to 30वटा क्वेसन अलोकेट गरेर टाइम किपिङ गरेर प्र्याक्टिस गर्नु। किनभने हाम्रो एक्सपिरियन्स चाहिँ के थियो भन्दा हामीले प्रिपेरेसन टाइम चाहिँ हाम्रो त्यति धेरै भएन, त्यही भएर हामीले चाहिँ टाइममा चाहिँ अटेम्प्ट गर्न सकेनौँ र मैले चाहिँ 19वटा जस्तो क्वेसन छोडेर आएको थिएँ। र मैले 16वटा क्वेसन छोडेर आएको थिएँ हाम्रो फर्स्ट एटेम्प्टमा चाहिँ। आउट अफ 60 क्वेसन्स मैले 16वटा गर्नै भ्याइन, अनि यिनले चाहिँ 19वटा गर्नै भ्याइनन्। त्यही भएर मेरो चाहिँ फर्स्ट एटेम्प्टमा नाम निस्केको थिएन, उहाँको चाहिँ निस्केको थियो। बिकज जति अटेम्प्ट गर्नुभयो त्यो सबै मिलाउनु भयो उहाँले चाहिँ। मेरो चाहिँ त्यो केस थिएन। त्यही भएर मैले सेकेन्ड टाइम जब प्रिपेयर गरेँ त्यति बेला चाहिँ मैले टाइमलाई चाहिँ एकदमै प्रायोरिटाइज गरेर टाइम किपिङ गरेर टाइमर लगाएर 25 to 30वटा क्वेसन्सहरू चाहिँ मैले प्र्याक्टिस गरेँ। मैले 1 मन्थभन्दा बढी कुसुमको लाइब्रेरीमा नै बसेर प्र्याक्टिस गरेँ। त्यसरी मैले चाहिँ सेकेन्ड अटेम्प्टमा नाम निकालेँ। हामीले गरिसकेको गल्ती चाहिँ हजुरहरूले फेरि नदोहोऱ्याउनु होला। आफूलाई चाहिँ टाइम गरेर टेस्ट दिनुहोस्। जस्तै 30वटा ऱ्यान्डम जिआरई जिम्याटबाट क्वेसन्सहरू चाहिँ लिएर के गर्नु भन्दा हजुरहरूले आफूलाई टाइम गरेर 1 घन्टाभित्रै सकाउन खोज्नु। किनभने
त्यो क्वेसन पढ्दाखेरि नै 1 मिनेट त गइसक्छ। उम्, अनि अब त्यो बचेको अब अर्को 1 मिनेटभित्र चाहिँ हजुरहरूले राइट एन्सर क्याल्कुलेट गरेर अथवा आइडेन्टिफाई गरेर चाहिँ त्यसलाई टिक गरेर अर्को क्वेसनमा बढिसक्नुपर्ने हुन्छ। अनि अनि रिगार्डिङ द डिफिकल्टी अफ द क्वेसन्स रिलेटिभली कुनै कुनै क्वेसन्स इजी नै हुन्छ, तर एज अ होल चाहिँ डिफिकल्ट नै भन्न पर्यो, किनभने हामीले ट्रेन्ड हेर्दाखेरि चाहिँ लगभग हजुरहरूको 160 जना 170 जनाले इक्जाम दिँदाखेरि 50 जना जस्तोको त आइदर इङ्ग्लिस अर म्याथमा चाहिँ नेगेटिभ मार्किङ आउँथ्यो कि। अब नेगेटिभ मार्किङ कसरी आउँछ भनेर एक्सप्लेन गरिदेऊ नि त। नेगेटिभ मार्किङ भनेको चाहिँ हजुरको एउटा क्वेसनमा आन्सर रङ भयो भने चाहिँ -0.25 हुन्छ। भनेको 4वटा क्वेसन मिस्टेक गर्नुभयो भने चाहिँ 1 मार्क्स हजुरको गयो। नेगेटिभ मार्किङ चाहिँ यसरी हुन्छ। त्यही भएर क्वेसन अटेम्प्ट गर्दा चाहिँ यदि कुनै क्वेसनको आन्सरको बारेमा हजुर कति पनि स्योर नै हुनुहुँदैन, त्यो क्वेसन देख्नुभएकै थिएन भने त्यसमा चाहिँ अक्कड बक्कड बम्बेको चाहिँ नगर्नु, किनभने हजुरको नेगेटिभ मार्किङ हुन्छ। तर यदि त्यो 4वटा अप्सन हुन्छ हाम्रो एमसिक्यूको क्वेसनमा, सो 4वटा अप्सनमध्ये 2टा अप्सन चाहिँ बाई द प्रोसेस अफ एलिमिनेट गर्न सक्नुभयो र 2टामा कन्फ्युज हुनुहुन्छ भने चाहिँ यु क्यान टेक द चान्स, किनभने राइट हुने चान्स पनि त छ। त्यो हो त्यो र रिस्क र रिवार्ड चाहिँ रिवार्ड 1 मार्क्स आउने भयो, तर अब हजुरहरूको इन केस लस नै भयो भने नि -0.25 मात्रै हुने भयो। 50% चान्स त राइट हुने नै भयो फेरि। क्वेसन कस्तो आउँछ भनेर क्युरियस हुनुहुन्छ भने चाहिँ कुसुमको वेबसाइटमा पास्ट क्वेसन अभाइलेबल हुन्छ र कुसुमको रिसेप्सनमा गएर त्यहाँ गएर माग्नुभयो भने पनि एउटा पास्ट क्वेसन चाहिँ उहाँहरूले प्रोभाइड गरिदिनुहुन्छ। त्यही फर्मेटमा चाहिँ हजुरहरूले प्र्याक्टिस गर्नुभए चाहिँ राम्रो हुन्छ। अनि अरू एडिसनल रिसोर्सेसहरू पनि अभाइलेबल हुन्छ, जस्तै युट्युबमा हजुरहरूले इन्डियाको क्याटको लागि बनाएको भिडियोजहरू जस्तै फिजिक्सवाला अनि अरू रेप्युटेड क्रिएटरहरूले पनि क्रिएटर एजुकेटरहरूले पनि भिडियोजहरू कन्टेन्ट बनाएर चाहिँ युट्युबमा नै अनि त्यसपछि इन्टरनेटमा राखिदिनु भएको छ, त्यसलाई पनि रिफर गर्नु। हामीले पनि त्यो रिफर गरेका थियौँ। वी होप यु गाइज ह्याभ a good exam and maybe we'll see you in Kusum. या र अहिले चाहिँ हामीले कुसुमको इन्ट्रान्स एक्जाम कसरी दिने भनेर कुरा गऱ्यौँ। नेक्स्ट भिडियोमा चाहिँ हामी इन्टरभ्यूको लागि केही टिप्स लिएर आउनेछौँ। सो स्टे ट्युन्ड। Stay tuned. If you found this video helpful, please drop us a like. It would go a long way in supporting our channel and our initiative. Thank you. Bye-bye. बाई बाई।